सो गाइज आज चाहिँ हामी कता रे 3 धारे जान लाग्यो होइन 81 प्लान पनि हामी यहाँ सुतिरहेको थियो कोठामा है सबजना 3 धारे जाने रे होइन रेडी छ हामी यो गाइज अब 3 धारे जाने हो होइन हामी चिल हान्ने खोलामा पौडी खेल्ने हो होइन त भैया गर्नु न एकचोटि लगाइस त्यही हो अब तल गएर भेटौँला है लगाइस हामी चाहिँ तल आइपुगिसकेको छौँ यहाँ एउटा बाइक हाम्रो यहाँ छ एउटा बाइक यहाँ छ रेडी हुँदैछौँ अहिले पहिला चाहिँ विशाल दाइको रुममा जान्छौँ लुगासुगा फेर्ने भने लुगा फेरेर चाहिँ हामी डाइरेक्ट हामी चल्दिनु भन्दा नि पहिला पेट्रोल हाल्नु छ दुइटै बाइकमा अनि त्यसपछि मोबिल हाल्नु छ भनेर जस्तो लाग्थ्यो त्यही मोबिल सोइल हालेर पेट्रोल हालेर चलिदिन्छौँ हामी है त बाइक अहिले बाटोमा भेटौँला लगाइ हामी चाहिँ निस्किनु लाग्यो है विशाल दाइको रुममा पहिला जाऊँ न मुजी हामी चाहिँ पहिला विशाल दाइको रुममा जान्छौँ त्यहाँ लुगासुगा फेर्ने भनेको छ है त्यही हो लुगा फेर्छ नि त्यसपछि हामी जान्छौँ अगाडि उदाइ फेरि बौला पारामा त सबजनाको कुन दिन मार्छ यिनीहरूले कसम हामी चाहिँ बिस्तारै जानुपर्ने हुन्छ है दोस्तले सुन्यो कि नसुन्दा हामीलाई बाँच्नु छ दोस्त लगाइ चाहिँ अलिक विशाल दाइकोमा पुगेर भेटौँला है त भाइ लगाइ चाहिँ हामी चाहिँ यहाँ पेट्रोल सकेर अड्किरहेको छौँ हामी यहाँ है त्यहाँ यहाँ चुचे पार्टीनिर अड्किरहेको छौँ यहाँ तेलै छैन भने चिङ साइकको जस्तै तेलै छैन अलिकति छैन यार रिजर्भमा हालेको रिजर्भमा सुद्धा चलेन क्या फक भइदिएर क्या अब पेट्रोल पम्प जान्छौँ हामी मिलन दाइ र विशाल दाइलाई कुर्दैछौँ त्यही हो कतिखेर आउला र पेट्रोल पम्प जाउँला जस्तो भएर लाग्नु त लागिरहेको थियो मलाई पेट्रोल सकिन्छ जस्तो लागिरहेको थियो ट्याक्कै त्यही गाइज अहिले पेट्रोल सेट्रोल हालेर निस्केपछि तपाईँहरूलाई भेट्छु है बाई लगाइ चाहिँ हामी पेट्रोल पम्पमा छौँ है यसमा 1000को हालिरहेको छौँ यसमा त हालिसक्यो अब यसमा हाल्दैछ कि फेरि अहिले चाहिँ हाम्रो प्लान चेन्ज भयो क्या कहाँले अघि कहाँ जाने भनेको फेरि हामीले अघि 3 धारे जाने कुरो थियो अहिले सिस्नेरी जाने अरे क्या अच्छा त्यहाँ टक्क लाएर गएर यस्तो पौडी सौडी खेल्नुपर्छ है त त्यहाँ त टिकट दिन्छ होइन 3 धारे पछि जाउँला गाइस टाढा भयो अरे अहिले चाहिँ सिस्नेरी टक्क लाएर एग्राफोबिक त्यही गाइस अहिले पछि बाटोमै भेटौँला तपाईँहरूलाई बाई गाइस हामी चाहिँ जाँदैछौँ है यो ठाउँको नाम चाहिँ थाहा भएन मलाई सरी है यो ठाउँको नाम के हो हाम्रो चाहिँ गाइस साइडले भाँच दिइरहेको लामो फक भइहाल्यो नि ओइ अगाडि भ्यूमा चाहिँ कस्तो दामी त्यही भ्यू चाहिँ सेक्सी छ यहाँ कसम उता मन्दिर रहेछ तल यो ठाउँ के भन्छ मलाई थाहा नै भएन क्या लामो ठाउँ त मुजी बबाल हो यार ओइ लामो कस्तो बबाल रहेछ यार त्यहाँ त झन् हामी चाहिँ बिना लाइसेन्स हिँडिरहेको छौँ है त्यहाँ अगाडि मिलन दाइहरूको चाहिँ लाइसेन्स छ होइन मिलन दाइको हाम्रो चाहिँ छैन क्या बनाएकै छैन त्यही गाइज यो चोबार तल होइन के हो लामो एकचोटि हामी यहाँबाट आएको जस्तो लाग्थ्यो युनिक दाइ अन्जान दिदी म हो लामो चोबार तल हो तौ यहाँ अगाडि त हो नि लामो तौ यहाँ अगाडि त हो नि हो कि नै गाइज कमेन्ट गर्दै म कन्फ्युज भएँ मलाई सकेसम्म लाग्छ त्यही अगाडि हो तौ है हो जस्तो लाग्यो मलाई त यार त्यही गाइज अहिले भेट्छु म है बाई बाई मैले भने जस्तै गाइज तल चाहिँ हामी चाहिँ होइन अहिले चाहिँ हामी यहाँ छु तौ ट्याक्कै तौ भइहाल्यो
ट्याक्क मैले भने जस्तै त्यही गाई चाहिँ हामी ट्याक्क तौदामा छु है साइलाइट गएर बनाप भइरहेको साइलाइट यस्तो छ खै ए लामो यस्तो फाँक भएर बसिरहेको कोही बात नै अब अगाडि कता हाल्छौँ हामी है साइलाइट है वर्कसपतिर यसो हाल्ने चाहिँ कहाँ साइलाइट हाल्ने होइन जल्दी जल्दी फर्किँदै हालौँ न यहाँ माथिको भ्यू कस्तो दामी देखिया क्यामेरामा त कस्तो अजिब देखिरहेको तर रियलमा कस्तो दामी देखिया कसम हाउ पिस यार तर यता कसम चाहिँ है तपाईँहरू नि आउनु होला घुम्न है गाइज आज भ्लग लामो हुन्छ होला त्यो केही छैन हेरिदिनु होला है लेकिन एक सेकेन्ड बौला मिलाउँदा त बौला हो कस्तो कुदाउँछ साइडको जस्तो ए गाई चाहिँ अहिले सिस्नेरी पुग्न आँटेपछि तपाईँहरूलाई भेट्छु म बाई बाई जङ्गलै जङ्गल छ यस्तो दामी छ नि तर मिरन्दा र विशाललाई कता गयो थाहा छैन मैले कहाँबाट आएको यो गाडी मान्छे सॉरी गाई जहिले भेट्छु ल म यस्तो राम्रो ठाउँ भेट्छु बाई गाई मैले चाहिँ त्यहाँ नेपालको झन्डा देखेँ है हो त्यहाँ हेर्नु सक्नुहुन्छ मैले देखेँ नि आछ्या नेपालको झन्डा रहेछ त्यहाँ चाहिँ लकले बना होला साइड है तर लक जाँदैछौँ हामी मिरन्दाहरू भेट्दै भेटेन भने भ्यू हेर्नु न यार मर्छु कि के हो भ्यू हेर्नु यहाँ बस्ने मान्छेहरू कति लकी होला यार हेर्नु त ल गाइस मेरो फोनको स्टोरेज फुल भइजाने चाहिँ फक भइदिएर क्या अहिले चाहिँ हामी ट्याक्क दक्षिण काली मन्दिरमा आइपुग्यौँ होइन ढोक्नु पनि हुन्छ हामी चाहिँ है ट्याक्क यो चाहिँ दक्षिण काली मन्दिर रहेछ त्यहाँ बोर्ड थियो त्यहाँ बोर्डमा हेरेको हामीले है यहाँनिर यस्तो चाहिँ टुरिस्टहरू पनि सबजना आउने रहेछ मेरो फोनको स्टोरेज फुल भएर क्या ल्याङ भइदिएर क्या कसम तिनीहरू फेरि उहाँ पुगिसकेछ मा टोक्नेहरू त्यही कारण अहिले माथि पुगेपछि भेटौँला है तपाईँहरूलाई बाई बाई गाई जल चाहिँ हामी तलतिर आइसकेका छौँ होइन भ्यू यस्तो दामी छ नि कसम रड माइकल भ्यू हेर्नु नै मजाले त्यहाँ भइहाल्यो यहाँ भ्यू हेर्नु न कसम भ्यू देखाउँदा झ्याउलाई होला तपाईँलाई बाइक पनि स्टार्ट अफ हाल्यो न्युट्रलमा हिँड्यो है टक्क आनन्दै यहाँ खोला छ तल यहाँ जङ्गलहरू अगाडि चाहिँ मिलन्दा र विशाललाई छ है त्यही हो राइट सेफ राइड हालिरहेको छौँ हामी त्यस्तो अफ कुदाएन त्यो अघि यो साइड लाइट चाहिँ कसरी भएको छ भन्दा एकदम खाल्डोमा ढ्याप्ट पऱ्यो लुले टालेर हिँडेर क्या हामीले पहिला नै ढ्याप्ट गएर फुट्दिरहेको हेलो गाइज हेलो ये क्या है के बोले त्यहाँ खोला हो कसम आज पौडी यति खेल्छु म यति खेल्छु हेर्नु न केले आएन रे
अब यो एडिट हुन्छ कसम अब एडिट हालिहाल्छु कसम ठाउँ हेर्नु न कसम गाइज कति देखाउनु क्या यार आइपुग्न आँट्यौँ गाइज हामी अब धेरै छैन गाइज अब हामी डाइरेक्ट सिस्नेरीमा पुगेर भेट्छौँ यहाँ चार्ज पनि छैन भ्लग पनि धेरै लामो जस्तो लागेर मलाई एडिट गर्नु मात्रै झ्याउ लाग्छ मलाई फेरि बाई बाई गाइज अहिले म सिस्नेरी पुगेर ट्याक्क कल गर्छु कल कल गर्छु नि त्यहाँ भेट्छु है त भाइ गाइज र गाइज हामी चाहिँ त्यहाँ माथि थियौँ होइन अघि यतातिर हामीलाई बाटो थाहा थिएन यहाँ मान्छेहरूलाई सोधेर आएको हामी है ट्याक्क अब कता हो यहाँ पुग्नु त यताबाट स्ट्रेट होला सायद है हामी मिलन दाइ र त्यहाँ विशाल दाइलाई कुद्दैछु तिनीहरू चाहिँ यताको बाटो गएर म खोलामा अड्केर भर्खर आइरह है साइको भइदिएर तिनीहरू त बाँधा जाने गेडा तान्ने भने ल आयो खोलामा बगचौती भएन त स्ट्रेट त होला नि दाइ सिधै होला यता होइन धन्यवाद यही हो गाइस अब फाइनली यस्तो ड्राइभ हान्छु नि म पेन्डी किन्नु पर्यो रे पेन्डी किन्नु पर्यो क्या एउटा अच्छा हस् हुन्छ ल गाइस त्यही हो अब चाहिँ सिधै हामी होइन त्यहाँ पौडी ठाउँमा पुगेर उयो गर्छौँ ए यहाँ होला त यसो सोधौँ न गाइस अफ रोड छ यही मिलन दाइ बाटो त म चाहिँ डेन्जर रहेछ छिक्ने ए साँच्ची भ्लग छ यार म त मुख पो छाडेर रहेछ सरी यार सरी बिर्सेको अनि कस्तो बिर्सेको छ गाइस हामी ठ्याक्कै ठुलो रत्न पार्कमा आइसकेका छौँ भ्यू चाहिँ बबाल हो के यहाँ त स्विमिङ पुल यहीँ डाइभ हान्ने क्या सुरुमा यहीँ डाइभ हान्ने हो डाइभ खोइ लुगा फुकाल्छु म बिस्तारी हमको घर जाना है राडीहरू गाइस त्यही हो गाइस आइपुग्नु लाग्यो हामी ओए पछि खास उठेको भने लाडो बाउला खानेकुरा यार केही ल्याएन हाम्रो साथी त्यहाँ पसल होला नि सायद यस्तो पौडी खेल्छ नि हामी मुर्रा ठाउँ त बवाल हो यार अब चाहिँ सिधै त्यही पुगेर तपाईँलाई भन्छु बाई बाई चाक्दो क्या हो के भन्नु त त्यस्तो होइन हामी छाडा होइन गाइस हाम्रो चाहिँ एउटा रमाइलो गर्ने मन मात्र होइन तथा हामी नसोच्नु होला त्यस्तै हो हामी चाहिँ हाम्रो बालकपन बचपन अझै आएन अनि जान पनि दिनुहुन्न गाइस हो त्यो चाहिँ हो है हामी चाहिँ बुढेसकालसम्म यत्तिकै हो कि भ्यू हेर्नु न
एभ्री मोमेन्ट के एभ्री मोमेन्ट लाइफको जस्ट लाइक अस हामी जसरी रमाइलो गर्दै हिँड्छौँ नि तपाईँहरू पनि रमाइलो गर्दै हिँड्छ नेपाली के ब्रो फक यु बट छाड नबोल है अच्छा मेरो साथीहरू चाहिँ अगाडि छ दाइ गाइज हाम्रो भाइको भ्लगलाई चाहिँ सपोर्ट गरिदिनु होला सबले बाटो चाहिँ नेपालको यस्तै हो चाहे पिज आएर रमाउने होइन अफरोड मान्छे कमाउने कि समाउने भनेर जस्तो होइन ठिकै छ तैपनि राइड मिठो भइरहेको हामी चाहिँ एभेन्जर्समा लिएर आएको छौँ एभेन्जर्सको एउटा साइड राइड भइसकेको छ मसँग चाहिँ लाइसेन्स पनि छैन तर यो चाहिँ भ्लगमा भन्नु हुँदैन यस्तो कुरा चाहिँ लाइसेन्स नभएको कुरा चाहिँ है मेरो त हात गल्यो यार यहाँ हो उता तल हो र त्यही हो र त्यो त होइन ल ए म त बोल्दै नबोलिकन पो बसिरहेको रहेछ दुईवटा साइलाइट गयो भन्थ्यो ए एउटा साइड साइलाइट लाइट अर्को कहाँ हो दुइटै गइसक्यो एउटा यहाँ लन्ड्याङ परेर यस्तै हो गाइस घुम्न हिँडेपछि त अब त्यही माथि अफरोड भइहाल्यो खै हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हो के ए ऊ त्यहाँ माथि होइन अब त्यो पुलको ऊ यहाँ माथि ऊ त्यो माथि ढुङ्गा माथि फाइनली आइपुग्यो ल गाइस हामी फाइनली आइपुग्यो है तर मान्छे लास्ट धेरै रहेछ यारु लड्का लड्की सबहरू छ त्यहाँ मान्छे चाहिँ लास्ट धेरै रहेछ यार यो ब्याग के भएको लामो मिलनको सिस्टर मिठो देखाउनु पर्छ नि तर पहिला भन्दा त लास्ट सानो भयो यार अहिले है कस्तो हाइटी हो कस्तो हाइटीमा माछा होला है यहाँतिर बल्छी हान्ने हो मलाई त खेल्ने कस्तो अड लाग्यो अहिले त मैले मान्छेहरू देखेर कति धेरै मान्छे हो त्यही गाइस अहिले तल गएर भेटौँ न तपाईँहरूलाई भाइ ल गाइस है हामी चाहिँ यहाँ खेलिरहेको थियो है चारोले मर्नु भइसक्यो ऊ त्यहाँ हो मिलन दाई भइहाल्यो त्यहाँ हो विशाल दाई यहीँ बस्नु न एकछिन लिएका कहाँ अहिले मोबाइल झऱ्यो भने त तनाव हुन्छ त जाँदैछौँ गाइस हामी माथि गएर बस्नु कहाँ माथि भने पनि लिएका अनि म पनि डाइभ हान्ने भने कि अहिले हाल्नु माथि जाउँ माथिबाट दिपन दाई चलाउनु न मुजी ल मिलन दाइले बनाउँछ अरे भ्लग है She went to trip. Oh, DD. Oh, what it is? Oh, DD. What it is? लगाए दिपन दाई चाहिँ ब्याक फ्लिप हान्न लाग्यो अरे यहाँनिर है जानु ल जाँदैछ त्यहाँ ऊ यहाँबाट ब्ल्याक फ्लिप हान्न लाग्यो अरे उता विशाल दाई हो भाइ त्यहाँबाट हान्न त त्यहाँबाट लिएका दुख्छ कस्तो मिठो पौडी खेल्नुहुन्छ Okay, my turn.
गर्दै गरे अनि ल ल गाइस अहिले चाहिँ हामी फर्किसकेका छौँ है पौडी सौडी खेलेर स्विमिङ हानेर है फोनमा जम्मा 4% चार्ज छ है अगाडि यसो क्याफे स्याफे जान्छु होला हामी त्यहीँ बसेर एकछिन चार्ज गर्छु खाजा खान्छु है त्यसपछि डाइरेक्ट निस्किन्छु र तपाईँहरूलाई म सिधै त्यहीँ भेट्छु है त क्याफे भएर सिधै सन्डे कस्तो आइरहेको रहेछ रोकिँदै ल बाई गाइस ल गाइस हामी चाहिँ खाजा खाएर फर्किसकेका छौँ भर्खर अगाडि हो मिलन दाइ र विशाल दाइ चाहिँ हामी पछाडि छौँ है बाटो खत्तम रहेछ यार त्यहाँ अगाडिदेखि ल्याङ भयो यहाँदेखि चाहिँ पछि हामी चितलाङ हुने जाने भनेको थियो अनि बाइकमा पेट्रोल छैन नि त त्यहाँ माथि पेट्रोल पम्प पनि छैन अरे फेरि पेट्रोल पम्प चाहिँ माथिले चाहिँ यहाँ हाल्नुपर्छ अब त्यहाँ पेट्रोल पम्पमा हामी चितलाङ हुँदै जान्थ्यौँ हामी सायद होइन जान्थ्यौँ नै अब जान पाइने त्यहाँ पेट्रोल पम्प रहेनछ ब्ल्याकमा नि बेच्थ्यो अरे ब्ल्याकमा छैन अरे यता त्यही हो बिस्तारै जान्छौँ अब हामी त्यही गाइस बाई बाई अहिले म पछि बाटोमा भेट्छु है बाई हामी चाहिँ मन्दिर आइपुग्यौँ गाइस यहाँ मन्दिर छिरो भने लामाहरू गइसकेको छ मन्दिर साइडको रहेछ यो गाडीले मुझे अहिले भर्खर फोल फाडिदिला क्या मासला जम्दा मुझे पछि मैले त्यसको नम्बर प्लेट देखाउँ न यही गाडीले है पोहोरपाले चाहिँ गाइस कारबाही गर्नुपर्छ अब होइन त फुटीको बोतल है फुटीको बोतल फालिदिएर भने त्यही हो गाइस ल अब म तपाईँहरूलाई कहाँ भन्दाखेरि अहिले मिलन दाहरू भेटेपछि भेट्छु है बाई अहिले बाटोमा हिँडेको सुटहरू पनि बनाउँछु म बाई बाई ल गाइस हामी चाहिँ भर्खर घर आइपुग्यौँ है बाटोतिर भिडियो सिडियो बनाउन पाएन घर आएर कस्तो बिजोग भइदियो त्यही गाइस लास्ट थाकेको छु है खुट्टा सुट्टा चलाउनु भएन राम्ररी घर त आइपुग्यौँ है ट्याक्क मिलन दाइ र विशाल दाइ चाहिँ गर्लफ्रेन्ड भनेको आँटेको गर्लफ्रेन्ड भनेको थाहा भएन हामी चाहिँ रुम आइसक्यौँ ट्याक्क रुम आइसक्यौँ हामी भर्खर त्यही गाइस लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच लाइक सेयर सब्सक्राइब सब गरिदिनु होला होइन त्यस्तै छ अब म यसो रेस्ट गरेर भागिर गर्छु त्यसपछि सुत्छु त्यही हो भेटौँ न नेक्स्ट भिडियोमा तपाईँहरूलाई टेक केयर एन्ड बाई बाई